नमस्ते सम्पूर्णमा आज चाहिँ म हजुरहरूलाई हाम्रो अम्लेखगञ्ज हात्तीसार नजिकै रहेको होमस्टेको बारेमा केही कुराहरू देखाउँदै र जानकारीहरू दिन गइरहेको छु। हाम्रो होमस्टेको नाम चाहिँ अम्लेश्वर मध्यवर्ती होमस्टे गाउँ अम्लेखगञ्जबाट रहेको छ। हाम्रो होमस्टे पर्सा नेसनल पार्क अर्थात् अम्लेखगञ्ज हात्तीसार नजिकै रहेकोले हजुरहरूलाई भिजिट गर्नको लागि एकदमै सजिलो हुनेछ। हाम्रो होमस्टेमा 3 रुम्स एभाइलेबल छ र हाम्रो होमस्टेको प्रत्येक रुममा चाहिँ 2 बेड्सहरू चाहिँ एट्याच रहेको छ र साथै राम्रो टोयलेट बाथरुमको पनि व्यवस्थापन रहेको छ। हाम्रो होमस्टेको पहिलो गेस्ट चाहिँ हाम्रो युकेबाट हुनुहुन्छ। उहाँ चाहिँ युकेबाट 18 घण्टा स्विमिङ गरेर फ्रान्स आउनुभयो र त्यसपछि चाहिँ साइक्लिङ गर्दै नेपाल आउनुभयो। उहाँ चाहिँ एकदमै हार्डवर्क गरेर हाम्रो नेपाल घुम्न आउनुभएको हो। वेलकम गरेको भिडियो चाहिँ बनाउन पाइएन किनभने उहाँहरू चाहिँ लेट आउनुभएको थियो र सरले चाहिँ यहाँ केही कुरा नेपालीमा भन्दै हुनुहुन्छ र इङ्ग्लिसमा ट्रान्सलेट गरेर उहाँहरूलाई चाहिँ केही कुरा भन्दै हुनुहुन्छ र हामीलाई चाहिँ उहाँहरूले चाहिँ हाम्रो होमस्टेको बारेमा केही रिभ्यूहरू दिनुभएको रहेको छ। राम्रोसँग ध्यान दिएर सुनिदिनु होला। Definition of a homestay. We felt welcomed. It was a beautiful house. The tea's amazing, the food's amazing, and the people are amazing. I could just reiterate what they said, and it was absolutely great stay. Do visit again. अन्तिममा हामीहरूले हाम्रो गेस्टहरूलाई खादाहरू लगाएर हाम्रो होमस्टेबाट बिदाई गर्यौँ। उहाँहरू एकदम खुसी हुनुहुन्थ्यो हाम्रो कल्चर देखेर र उहाँहरूलाई चाहिँ हाम्रो होमस्टेमा अझै स्टे गर्न मन छ भन्दै हुनुहुन्थ्यो। तर उहाँहरू चाहिँ युकेबाट धेरै स्ट्रगल गरेर नेपाल आउनुभएकोले उहाँहरूको चाहिँ काठमाडौँमा 15 दिनको रेस्ट रहेको छ र 15 दिन रेस्ट पछि चाहिँ उहाँहरू हाम्रो माउन्ट एभरेस्ट चढ्नका लागि जाँदै हुनुहुन्छ। हाम्रो गेस्ट मात्रै नभएर हामी पनि एकदम खुसी थियौँ किनभने हामीले हाम्रो पहिलो गेस्टलाई एकदमै खुसी बनाएर हामीले बिदाई गर्यौँ। वी आर सो ह्याप्पी। थ्याङ्क यू।